बल्ल बल्ल एउटा काम खोजिदिएको थिएँ, त्यो पनि छोडिहालिस्। अब कहिलेसम्म यसरी बसेर हुन्छ केटा? केही गर्नु पर्दैन? बिहानको 5:30 बजे 6 बजे उठेर जानु छ, अनि गएर त्यसपछि उहाँ जा 12 घन्टा काम गर्नु, अनि 12 घन्टा काम गरेपछि लास्टमा 6,500 एक महिना काम गरेर लिनु। मलाई गर्नु छैन, बरु तेरो अफिसमा मिलाइन्छ भने मिला। मेरोमा त केटा त्यही झाडु लाउने र पूजा लाउने गरिस् भने छ, मेरो आफ्नै काम बसिरहेको छ मेरो अफिसमा। बरु म तँलाई एउटा नम्बर चाहिँ दिन सक्छु, काम खोज्नेवाला अफिसको नम्बर छ, काम खोजिदिन्छ कि। अब त नम्बर छोड दे, इन अब गर आफै बुझ्नुपर्छ सँगसँगै। आउनुहोस् दाइ, हामी चाहिँ कामको लागि आएको। काम त धेरै छन् भाइ हो, तर हाम्रो यहाँनिर एउटा सानो फर्म भर्नुपर्छ, 500 रुपियाँ चार्ज लाग्छ। अब हामीसँग कामहरूमा चाहिँ हजुरको अहिले चाहिँ प्लम्बिङ छन्, हजुर वेटर छन्, अब यसो घरमा रङसङ लाउने यस्तो कामहरू पनि अहिले आइरहेका छन्, अनि सेक्युरिटी गार्ड छन्। अनि हजुरमध्ये काम चाहिँ कसलाई चाहिएको हो? काम मेरै लागि हो। मान्छे त हेर्दाखेरि अलिकति हट्टापट्टा ज्यान भएको रहेछौ, सेक्युरिटी गार्डमा गर्छौ त? त्यहाँ अलिकति खाली नै छ, राम्रो पनि छ पैसा। सेक्युरिटी गार्ड नगर्नु। त्यसो भएदेखि एउटा काम छ, गर्छौ त? कस्तो काम हो दाइ? हान्ने काम, ठाउँमा गएर हान्नुपर्छ, सेलेरी पनि राम्रै छ। हेर, केटोले हान्ने कामको तयारी अहिलेदेखि नै गर्न थालिसक्यो। यहाँ आफ्नो 24 घन्टाको काम गरेर गाँड मस्किने भयो। छोडिदिन्छु म पनि त्यस्ता नाथे काम साम, यहीसँग जानु पर्यो हान्ने काममा त। ए काइची छ, चिटिक्क पर्नु परेन। ल भाइ, तिमीहरू एकछिन यहाँ बस्दै गर, म त्यहाँ भित्र अफिसमा गएर म्यानेजरसँग कुरा गरेर आउँदैछु है त। त्यसपछि उसले तिमीलाई लिएर जान्छ। भाइ के छ खबर? आरामै छौ नि? सन्तोष सुविधै छ घरमा सबैलाई? अनि त्यो हिजो भनेको थियो नि, त्यो 2जना मुर्गा ल्याइदिएको छ नि। हेरकेटा, काम हान्ने भनेर त ल्याए, काम साम छोडेर आएको छु त। म राम्ररी हनाउने फेरि हनाइहाल्छु नि ल, म लाग्छु अहिले। अनि त्यो अलिकति चिया नास्ता त्यो भइहाल्छ नि ल। ल लाग्यो ल भाइ, त्यहाँनिर राम्ररी कुरा गरिदिएको छु। अब हजुर दाजु, अब त्यहाँ राम्ररी कुरा गरिदिएको छ, मजाले हान्ने है त। दाइ मजाले हान्ने ल है त। ल म जान्छु, राम्ररी नाम रोशन गर्नु नि है त। ल जाने दाइ, कतिले पाइयो, हान्ने काम पाइएको छ। तर आफू यसो गाडी कुदाउँदा पनि हेलमेट नलाइ कुदाउने बानी, हेलमेट लाएर मजै आउँदैन भने हो। ए कहाँ त्यस्तो भनेर हुन्छ केटा, अर्काले हान्न दिएको काम हो। एक्सिडेन्ट भयो भने रिस्क त कम हुन्छ, हेलमेट त लगाउनै पर्छ नि। हेलमेट लगाएर मजा आउँदैन। होइन, हेलमेट त लगाउनै पर्छ, रिस्क लिन सकिँदैन। हेर केटा, हेलमेट ला नलगा, तर म यत्रो काम छोडेर आएको छु, सुरुमा त मै हान्ने हो केटा।
भाइ म पहिला हो भाइ म पहिला गर्ने हो म पहिला गर्ने म पहिला त मेरो लागि आएको कि आफ्नो लागि आएको म पहिला गर्ने हो म पहिला अहिलेलाई एउटा मात्रै छ पालो पिलो हाल्दै गर्नु अर्को आएपछि सिंगल सिंगल हाल्नु है के हाल्नु हो काम हान्ने ठाउँ यही हो यतै हो ल अघिदेखि म हान्छु म हानेर यही बेल्चा हान्नलाई मैले काम छोडेको थियो म बेल्चा होइन अब तँलाई हान्छु बेल्चा हो